खाएर अगाउनु चाटेर मोटाउनु यो टेक्निक सबैले युज गर्ने। यति रमाइलो छ, म यो वर्णन गर्न सक्दिनँ। फेरि धेरै राम्रो देख्दा नि मलाई त के गर्नु जस्तो हुन्छ। चन्द्रमा पुर्याउने रकेटको पाइलट भन्छ, के भन्छ रकेट उडाउनेलाई? यस्तो खालको कुसान त मैले देखेको थिइनँ। कस्तो राम्रो। महिना त गर्मी हो, तर यहाँनिर गर्मी भएकै छैन। तातो पानी खानुपर्छ। Oh my god, कस्तो डेन्जर यो त। अन्त यहाँ पुग्दा कत्रो डोको नारायण के बोक्ने होला नि यसमा। तपाईँलाई त उकाली ओह्राली भन्ज्याङ चौतारीले कहिले नपुग्ने रहेछ क्या। म चाहिँ अगाडि राखेँ। हामी बसेको होटल त उयो है। हिजै देखाएको तपाईँकै होटल लास्ट साथीहरू, वेलकम ब्याक टु माई अदर ब्लग। अनि आजको न्यू डेनिङ ब्लगमा हजुरहरूलाई स्वागत छ। अहिले चाहिँ बिहान 6:30 भइसकेको छ अनि हामी चाहिँ हलेसी के भन्छ गाउँ के हलेसी के भन्नु होइन ठाउँ त यो के हो ए खोटाङ हलेसीमा छौँ होइन। खोटाङ भारी बोक्ने चाहिँ भरिया चाहिँ मलाई बोकाएको छ, उ चाहिँ टक्क दिँदैछ। भारी बोक्ने भरिया बोक्नु परेन त्यति चाहिँ के भरिया चाहिँ हुँदैन है। लु तपाईँ चाहिँ हेर्नु न बोल्दा बोल्दै के भन्छ। म बोक्छु भनेर ल्याएको, आज चाहिँ उसलाई अब त्यहाँ बोक्दाखेरि अब भएन। लु 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 ल अहिले चाहिँ हामी उठिसक्यो 6:30 अनि हाम्रो चाहिँ त्यहाँ होटलमा पानी सकेर साथीहरू नुहाउनु भनेको 4 बजे उठेको 5:30 बजे भनेको पानी पनि लाएर फेरि भनेर भरेर लाएर नुहाइधुवाइ गरेर हाम्रो भित्र जाने चाहिँ गेट यहाँ रहेको छ। हाम्रो चाहिँ होटलदेखि सिधै हामी माथि उक्लेर गयौँ भने पनि आधी बाटोमै छ होइन। आधी बाटोदेखि नै माथि अहिले देखाउँछु हजुरहरूलाई, माथि बाटोमै निस्किन्छ। तर अब मलाई चाहिँ यहीँ हलेसी यो जुन मेन गेटबाटै हजुरहरूलाई देखाउन मन लाग्यो अनि मलाई पनि जान मन लाग्यो। फर्स्टचोटि हो, राम्रोसँगले गेटैबाट जाउँ प्रवेश गरौँ भनेर अनि हामी चाहिँ आइसकेका छौँ। मेन गेट यहाँ हो अनि यहाँ फुलहरू पनि पाउँदो रहेछ। अनि हामीले चाहिँ घरैबाट ल्याएको थियौँ, हामीले चाहिँ घरैबाट बोकाएको छौँ अनि बिस्कुटहरू पनि बोकाएको छौँ। अब त्यहाँनिर सबैलाई दिँदै जाउँ न भनेर होइन। ल अब चाहिँ हामी लाग्यौँ। ला नि बदामले लोकल केरा हेर्नु न कति सानो सानो हौ। ल यस्तो छ जाने बाटो चाहिँ सजिलै छ, अलिअलि उकालो पर्छ यहाँनिर, त्यति त हिँड्न सकिहालिन्छ होइन। म चाहिँ चप्पलमै छु, घरबाटै ल्याएको छु आनन्दै चप्पल। हिजो पानी परेको थियो, चप्पल ल्याएको पनि धेरै काम लागेछ। हेर्नु न मान्छे खोजेको छैन, कहाँ हिँड्नु भएको क्या फार्मेसीतिर, कहाँ हिँड्नुभएको? तपाईँको चेन्ज पैसा जहाँसुकै साटिदिन्छ, सामान किन्नु पर्दैन। फार्मेसीमा हो फेरि बिहान बिहान एउटा बोनी पनि भएको छैन। ल तपाईँलाई पनि ल जाउँ। सरासरी जुत्ता हिजो भिजिराख। अब कस्तो छ के छ भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ हामी उकालो चढ्दैछौँ है त। यहाँको पसलहरू यस्तो छ, यहाँ पसल खुल्नै बाँकी रहेछ। हिजो राति भएर केही नदेखेको नि हामीले। राम्रो छ त, सुन्दर बिहानको चिसो चिसो हावा खाँदै होइन जाँदैछौँ। यहाँ गहना पसल खोलिसकेछ हौ। यहाँ पनि कस्मेटिक पसलहरू। हामीले चाहिँ यहाँ लुङतान चढाउनु लागेको, यहाँ पाउँदो रहेछ लुङता खादाहरू। फुलहरू त ल्याइहाल्यो। ल यहाँदेखि चाहिँ सुरु हुन्छ। कता गेट त यहीँबाट होइन त? ल है त हामी चाहिँ आयौँ। यहाँ चाहिँ सुरुमा मन्दिर रहेछ, मन्दिर होइन फर्स्टको। हामीले हुन्छ हस् दिदी, हामीले यहाँ चप्पलहरू खोल्यौँ यहाँ चाहिँ अनि चप्पल खोल्यौँ। यहाँनिर सँगसँगै रहेछ, यहाँनिर मन्दिर छ अनि यहीँनिर गुम्बा पनि छ अनि हामी त्यहाँ दर्शन गर्छौँ। त्यस पछाडि चाहिँ अरू अरू ठाउँमा जानुपर्ने रहेछ। पहिला चाहिँ यहाँ हाम्रो लुङताहरू ल्याएको छ नि त, यो राप्ने गर्नुपर्ने छ क्या। अनि अब चाहिँ जाँदैछौँ है त। यहाँ यो चाहिँ गुम्बा रहेको छ, यहाँ मन्दिर छ। अनि कता पूजा गर्ने पहिला हामी? यता कता यता कता हो कता? सुरुचोटि आउँदा त साह्रै कन्फ्युज हुने।
त अब हेरौँ सोध्दै खोज्दै जानुपर्छ। मेन मन्दिर चाहिँ यहाँ तल छ। अब हामी चाहिँ सुरुमा यहाँ पूजा गर्छौँ अनि अरू अरू ठाउँतिर जान्छौँ। यता चाहिँ लामा गुरुहरू पनि बस्नु भएको छ है। अब पानीहरू कस्तो मजाले यसरी चढाउनु हुँदो रहेछ है, यत्रो ओडारभित्र कस्तो राम्रो के। हलेसी महादेवले सबैजनाको रक्षा कल्याण गर्नुहोस्। यहाँ हो तल जाने के दाजुलाई भन्दा पनि सबैले चिताएको पुरा होस्। ल यहाँ त मेन ठुलो हलेसी महादेव मन्दिर होइन, यहाँ चढाउने हामी चाहिँ पहिला यो हार हाप्ने गर्ने अनि पूजा गर्ने। यो गर्भद्वार ए सकिन्छ सकिन्छ कर्मद्वार अरे। ल यो चाहिँ आमाको गर्भबाट निस्किएको महसुस। ल सफल हुनुभयो तपाईँ। ल ल ल गर्भद्वारमा है। आउनु न प्राप्ति गर्ने भन्छ। त्यो मोबाइल यहाँ दिदीलाई दिन्छ। लु कर्मद्वार तपाईँले गर्नुभएको कर्महरू लाउनु। ल मैले गरे जस्तो गर है। त्यहाँ सिकाउनु हुन्छ नि फेरि। सजिलो छिर्छ। बिस्तारै आऊ तल। ल त्यहाँ माथि चाहिँ खदा बुझाउनु। खदा खदा धुप बाल्नुपर्छ। ए हात घोडा दुखेको छ भने चाहिँ यहाँ हात हाल्नु पर्यो है भाइ। घोडा हाल्ने थिए। ए यहाँ चाहिँ घोडा घोडा त दुखेकै छैन। लु झन् सन्चो होस्। लु यो हात लु लु
ए यहाँ चाहिँ कुइन हाल्नु यस्तो यस्तो खै यो यस्तो चाहिँ औँला होला क्या म साँच्चै नै रहेछ मेरो चाहिँ ढाड अलिअलि कान आँखा ए कान आँखा हालिदिन्छ क्या त ए भगवान् आँखा म आँखा जस्तै मान्छेले बनाएको त होइन नि यो आँखा प्राकृतिक हो म आँखा जस्तै छ नि है कान कुन कान यो लु कान जस्तै छ त नि यो त लु कान लु कता पो दुखेको छ बिर्सेँ हौ मैले त फेरि अन्त यहाँ पुग्दा ऊ कराउँछ पछाडि खिच्दा पनि रहेछ ऊ खोइ बजाउनु त पुग्नु त यस्तो छ ठाउँ त ल भयो अचम्म है ठाउँ के कराएको आउनु न कस्तो मजाले बजे त के हो यो पानी परेर होला एकदम अब यहाँ त हिलो हिलो रहेछ राम्रोसँग आउनु है कहाँ हो आउनु न हौ ओ माई गॉड डेन्जर छ यो आज चाहिँ चमेरा बस्नु रहेछ माथि लु है अबुई यहाँ आछि गरेको आवाज चराले पानी छेडछेड भयो यहाँ हामी त आज फोहोर गऱ्यो हो कहाँ हो यहाँ आऊ छैन के छिड्क्यो त शिव भगवान चाहिँ भस्मेश्वरसँग भाग्दाखेरि होइन बचेर चाहिँ भाग्नु हुँदाखेरि यहाँबाट चाहिँ बाहिर निस्किनु भएको अरे क्या यो ओ माई गॉड कस्तो डेन्जर यो त गुरुहरू बसेको पनि छ है के हो यस्तो ठाउँ शिव भगवान महादेव चाहिँ यहाँबाट चाहिँ भाग्दाखेरि चाहिँ यहाँबाट चाहिँ होइन माथि जाँदाखेरि चाहिँ टेक्नु भएको यहाँ खुट्टाको छाप होला यो चाहिँ खुट्टाको हो खुट्टाको है खुट्टाको अरे अनि यताको त हातको छाप छ क्या यहाँ माथि हातको छाप गर्दै यहाँ माथिबाट फुट निस्किनु भएको अब उसको भित्र मैले टर्च बाँधेखेरि यो शङ्ख देख्छु ए हो त नि त शङ्ख हो देखेँ गएपछि बल्ल थाहा हुन्छ अब हामी यता मन्सुरीमा जाने हो ए मन्जुश्री हो मन्सुरीले चाहिँ यहाँनिर चाहिँ ध्यान तपस्या गरेर चाहिँ यहाँबाट ज्ञान प्राप्त गर्नु भएर चाहिँ जुन चाहिँ हाम्रो काठमाडौँ उपत्यका पानी चोबाको गरेर काट्नुभएको उहाँले नै ज्ञान प्राप्ति हुन्छ भनेर उहाँले यहीँनिर बसेर चाहिँ ज्ञान प्राप्ति गर्नुभएको हो क्या अब हामी चाहिँ त्यहाँ गएर चाहिँ ज्ञान बुद्धि र सत्कर्मको लागि चाहिँ त्यहाँ गएर चाहिँ हामी लुङता ताङ्छौँ उकालो पो रहेछ नि अहिले चाहिँ आइपुग्यौँ हामी लुङता टाङ्ने ठाउँमा होइन मन्जुश्री पार्क भन्नु आउँछ त मलाई त फेरि हाम्रो मन्जुश्री डाँडा के भन्नुहुन्छ हौ छ्या अनि यहाँ माथि चाहिँ लुङता टाङ्नु हुँदो रहेछ तल पनि टाङ्नुहुन्छ होइन तर हामीलाई चाहिँ माथि आएर टाङ्नु मन लाग्यो अझै मजाले हावाले फर उडाइदियोस्
कस्तो राम्रो हुन्छ होइन आफूलाई पनि जति माथि हावाले जति फरफरायो त्यति राम्रो हुन्छ अरे कि होइन त्यही भएर चाहिँ अब हामी चाहिँ आइपुग्यौँ अनि यहाँबाट जानुपर्ने रहेछ होइन अनि यहाँ जाँदैछौँ त्यहाँ माथिबाट सोरी टाङ्ने भन्ने प्लानमा हिँड्दैछौँ हामी चाहिँ एकदमै राम्रो साथीहरू अनि हजुरहरू चाहिँ यहाँ आउँदाखेरि चाहिँ हलेसी आउँदाखेरि चाहिँ तल पूजा गरेर यहाँ माथि कति आउनुहुन्न होला होइन यहाँ झन् यति रमणीय ठाउँ छ यति राम्रो रहेछ है सबैजना यता मासतिर पनि आउनु होला भन्न चाहेँ होइन ध्यान तपस्या गरेर चाहिँ ज्ञान प्राप्त गर्नुभएको ठाउँ अनि त्यही भएर चाहिँ छिटो छिटो गरेर जाने भन्ने कुरा गर्दै थियो अब हेरौँ के हुन्छ है तर यहाँ पनि आउन चाहिँ नभुल्नु होला एकदमै राम्रो छ साथीहरू ल देख्न सक्नुहुन्छ साथीहरू यति राम्रो छ यति रमाइलो ठाउँ छ है बयानै गर्न सकिनँ त मैले त के हो भोका प्यासै नलाग्ने घाँस छ त काटेर बसेर बसेर गर्दा चाहिँ मेरो शरीरमा भएका सबै नकारात्मकहरू उडेर जाओस् कस्तो रमाइलो लुङ्गा निकाल्नु चाहिँ कहिले निकाल न अब निकालौँ अँ यहाँ चाहिँ हामी सबै सहपरिवारको नै नाम लेखेर अनि त्यहाँनिर गुरुलाई के भन्छ पो बिर्स्यो मैले फेरि त्यहाँनिर थुई गरेर जब गरेर अनि हामीले ल्याएको छौँ सबैले राम्रो होस् भनेर अब यहाँदेखि चाहिँ भेटिँदैन जस्तो छ हो म टाङ्छु टाङ्नु है म जानु यस्तो अप्ठ्यारो ठाउँ छ अब कसरी टाङ्नु अलिक पर उताबाट पर्छु होला यो मान्छे बिस्तारै है यहाँको त ढुङ्गाको आकारै बेग्लै हौ कस्तो अचम्म लाग्छ हौ कहाँबाट हो यसरी फरिनु पऱ्यो क्या साथीहरू अब यसलाई चाहिँ हामी यहाँ बाँधेर कता लाने भन्ने कुरो फ्याल कसरी लानुहुन्छ त नि यस्तो यस्तो अलिक डेन्जर छ अहिले विचार गर्नु है अलिक मजाले हाइटमा अझै के गर्न माथि उडाउनु त मन थियो त्यहाँ माथि त मान्छे चाहिन्छ क्या चढ्नलाई कस्तो के साह्रो समाउनु लाउँछ ऊ त्यो डाँडा माथि उक्लिएर बल्ल हामीले झन्डै लडे कस्तो अचम्मको ढुङ्गा रहेछ टाँगेर भ्याइम अब हिँडेको साथीहरू कसले खाएछ कस्तो अप्ठ्यारो मान्छे सबै धर्ममा ल अब अहिले चाहिँ हामी होटलबाट निस्केको 1-1.5 घन्टा पछाडि चाहिँ हामी दिक्तेल जाँदैछौँ दिक्तेल बजार यहाँ आउँदाखेरिको जाउँ न 1 घन्टाको बाटो त हो भन्नुभएको थियो त्यही भएर हामी जाँदैछौँ यहाँ बाटोमा हेर्नु ऐसेलु चाहिँ लटरम्म फल्या रहेछ ल म त खान्न धेरै किरा हुन्छ के हुन्छ यसरी खाने हो क्या यता हेर लु बधाई छ हजुरलाई कस्तो राम्रो मिठो छ कस्तो नदेखेको क्यामेराले यति झुपझुप फले अग्लै मान्छेहरू जाने हो क्या त्यहाँनिर हामी हेरेर खाने हो उता छ उता हेर्नु तपाईँको हातको तल कत्रो हो त्यो ल्याउनु त यहाँ खाम यहाँ छ हौ अब तेरि लड्छ होला हौ कस्तो पानी हो यस्तो चाहिँ मिठो हुँदो रहेछ ठुल्ठुलो साथीहरू यहाँ त म कति भन्नु यति छ कि माथि छ र यो यहाँ छ क्या यत्रो ठुल्ठुलो चाहिँ खानुपर्छ क्या यस्तो यस्तो चाहिँ खाने हो कस्तो ठुल्ठुलो चाहिँ मिठो हुँदैन यो ऐसेलु धेरै खायो भने माछा पर्छ तपाईँलाई थाहा छ
माइस ऐसेले धेरै खाने माछा अरे हो र त्यसरी खानु पर्यो अलिकति किन खानु नि माप्नुलाई मात्नु मन लागेको अनि यत्रो बाटोमा चाहिँ के लड्नु कहाँ लाग्छ किन लड्दैन मातेको म त जान्छु छोडेर फेरि बाइक निकालेर बाइक कुदाएर जान्छु म चाहिँ फेरि एक्लै कस्तो मिठो हो ल जाउँ ठुलो कस्तो गुलियो लु गयौँ अब हामी अझै कति टाढा छ कुनि 1 घन्टा 1 घन्टामै पुग्छ भन्नु त म त 1 घन्टा त भइसक्यो ला तिम्रो त्यहाँ राखेको कहाँ राख्छौ यहाँ माथि राखेको थिएँ राख न त ला उदे मुन्टे के कसले यसो गरौ कस्तो चिसो चाहिँ ठाउँ होला त हेर्नु त आमा हुस्सो उडेको हामी त मजाले देखिरहेको छ अब क्यामेराले देखाएर थाहा छैन हामी चाहिँ फाइनली दिक्तेल बजारमा आइसकेका छौँ यो हेर्न आएको अब देखिहालौँ अब चाहिँ हामी भित्र बजारतर्फतिर लाग्छौँ होइन त अब यहाँ गेटमा आयौँ यो गेटबाट भित्र छिर्छौँ के कस्तो रहेछ हेर्दै गर्नु होला बजारको अन्तिमतिर आइसक्यौँ हामी चाहिँ माथि नै छुट्यो कति धेरै आमा यहाँ त न सरसामान नपाइने चिज केही देखिनँ मैले हेर्दै आउँदाखेरि त्यस्तो विकसित के अहिले त आमा सब थोक छ सब थोक ल दिक्तेल बजार घुमेर हामी अन्तिम बजार त सक्यो यहाँदेखि होइन बजार सक्यो अब गाउँघर आउँछ अनि अब अहिले हामीले चाहिँ झोला बाँध्ने कार्यक्रम सुरु गर्दैछौँ साथीहरू यो झोलाले साह्रै यहाँ भएन यो त यस्तै छ त खुल्लै हो अनि यो दिक्तेल बजारको एउटा चिनो चाहिँ हामीले यो बाँध्ने किनेको छौँ त्यो घरबाट ल्याएको डोरीको काम भएन खुस्के झरे भयो होइन चिप्लो थियो क्या डोरी त्यही भएर हामीले यो किनेको छौँ अब यसले चाहिँ हेरौँ कतिको थाम्ने हो भन्दा पनि आम्मामा लास्टै डह्रो भएछ ल त्यो कस्तो राम्रो हेर्नु न यो चाहिँ मुन्दुम रिसोर्ट हो अनि यहाँ चाहिँ अब हामी केही चिया पानी खाउँ भनेर आएको छौँ अनि हेर्नु न यो चाहिँ कुसन हो कुसनहरू हेर्नु त टक्क राडी ओछ्याएर ज्वाइँलाई स्वागत भने जस्तो यो चाहिँ राईको रहेछ है टक्क डोकोसोको उहाँ माथि है अनि यो चाहिँ यस्तो खालको कुसन त मैले देखेको थिइनँ कस्तो राम्रो सेलेक्टमा स्याङफिङ खोइ के हो क्या म बुझ्दिनँ खोइ के पो भन्थेँ मैले बिर्सेँ तर कस्तो राम्रो रहेछ हौ यहाँ तातो पानी है गर्मी लागेको छ तर यहाँ चाहिँ के गर्नु गर्मी छैन साथीहरू जाडो छ हेर्नु त यस्तो पानी पिउनु पर्ने छ महिना त गर्मी हो तर यहाँनिर गर्मी गएकै छैन तातो पानी खानुपर्ने छ हामी चाहिँ खाजा पानी खाएर हिँड्यौँ साथीहरू अनि यतातिर क्या होइन कति राम्रो वातावरण कस्तो राम्रो जति पस्यो त्यति पसौँ लाग्ने है मौसम त्यस्तै अनि एकदम सुन्दर अनि एकदम स्वच्छ हावा न धुलो न धुवाँ यति आनन्द लाग्यो साथीहरू तर के गर्ने यहीँ बसिराखेर हुँदैन घर त जानु पर्यो अब हामी चाहिँ जाँदैछौँ अब कहाँसम्म पुगिन्छ आज घर गइएला जस्तो चाहिँ छैन साथीहरू है यति रमाइलो छ नि यति रमाइलो छ म यो वर्णन गर्न सक्दिनँ फेरि धेरै राम्रो देख्दा नि मलाई त के गर्नु जस्तो हुन्छ त्यो खालको मान्छे हो छु त फेरि के गर्नु के चाहिँ गर्नु नि भगवान् भन्दै हिँडिरहेको छु क्या म मेरो भिडियो हेर्दै हुनुहुन्छ भने साथीहरू दिक्तेल बजार हजुरहरूको गाउँघरमा आएको थिएँ अब जाँदैछु धेरै राम्रो लाग्यो है खत्रो डोको नारायण के बोक्ने होला नि यसमा राम्रा मान्छे भन्दा ठुल्ठुलो डोको पो छ त हौ हामी खुरकोटमा आइसकेका छौँ होइन खुरकोटबाट चाहिँ सिधै घर जाने हाम्रो प्लान थियो अनि त्यस पछाडि प्लान भएर मात्रै भएन यहाँनिर 5 बजी सकेपछि चाहिँ बन्द हुँदो रहेछ के बन्द
के भन्नु बाटै बन्द हुँदो रहेछ नि त्यो खोलाले गर्दाखेरि खोलाले गर्दाखेरि चाहिँ यहाँबाट 5 बजे होइन 5 बजे चाहिँ बन्द 5 बजेसम्ममा चाहिँ गइसक्नु पर्यो आइसक्नु पर्यो त्यस्तो हुँदो होइन त्यही हो यहाँबाट 5 बजेपछि जानु पाउँदैन खोरकोटबाट खोरकोट रे धुलीखेलबाट यता आउनु पाउँदैन धुलीखेलबाट 5 बजे यता छिर्नु पाएन अनि खुरकोटबाट 5 बजे उता जानु मिल्दैन रहेछ हामी चाहिँ 5 बज्नु आँट्दाखेरि ठ्याक्कै आइपुगेर अनि त्यस पछाडि चाहिँ जानु मिल्दैन भनेर यहाँ हाम्रो पुलिस दाइहरूले चाहिँ भन्नु भइसकेपछि चाहिँ हामी चाहिँ अहिले होटलमा आइसकेका छौँ अब होटलमा आइसकेपछि बस्नु पर्यो साथीहरू उयो बस्नु हिमालमा बस्न जानुहुन्छ कि चन्द्रमामा जानु म यहाँ चन्द्रमा बस्छु कि यहाँ बस्नु न यहाँको दुध खाना जान यहाँको के अरे यहाँ बस्नु यहाँ दुधको छुर्पी खाना उसलाई अरे उहाँलाई चन्द्रमामै जानु मन लागेको रहेछ मैले ल्याइदिएँ अरे अनि खाइसकेन हो अनि चाटी हान्दैछ त अनि खाएर अगाउनु चाटेर मोटाउनु यो टेक्निक सबैले युज गर्ने ल टेक्निक सबैले युज गर्छ तिमीलाई ख भनेर दिएको माया गर्दा हो कि धेर भएर मलाई थाहा भएन माया गर्दा कि धेर भएर माया गरेर के तिमी त चन्द्रमामै छौ त सानसुनी ठाउँमा बसेर खाइँदैन क्या हामी रकेटमा चढेर चन्द्रमामा पुगेर खाइन्छ ल बधाई छ चन्द्रमा पुर्याउने रकेटको पाइलट भन्छ के भन्छ रकेट उडाउनेलाई एस्ट्रोनेट भन्छ होला रकेट उडाउने हाम्रो दाजु चाहिँ यता हुनुहुन्छ है उहाँले चाहिँ उडाएर मलाई चन्द्रमा पुऱ्याएर भात खानु ल्याउनु भएको ल हामी चाहिँ खाना म त उता गएर आउँछु कहाँ तपाईँलाई त उकाली ओह्राली भञ्जन चौतारीले कहिले नपुग्ने रहेछ क्या म चाहिँ अगाडि राखेँ तपाईँको पछि पढ्दा गुड मर्निङ साथीहरू अहिले चाहिँ हामी उठिसक्यौँ बिहानको त्यही 5:30 भइसकेको छ तर गाडी त बिहान त एउटा नि हिँड्दैन रहेछ त हौ अनि छैन है खाली छ अब चाहिँ हामी होटलबाट निस्किसकेको साथीहरू अब चाहिँ हामी सरासरी घर जान्छौँ यहाँबाट हजुरहरूलाई भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला अनि थ्याङ्क यू फर वाचिङ बाई बाई